हेलो एन्ड नमस्ते जोरले है लस्सु सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन म पनि सन्चै छु त्यही हो आज चाहिँ म र भान्जा यसो गैँडातिर जान लागेको सानो खोलामा यसो डुब्की हालेर बस्न गर्मी छ कि लास्टै हैन त्यही भएर यसो जान लागेको त्यही हो खासै भिडियो चाहिँ लामो हुँदैन सानसानो क्लिप हाल्छु हैन के गरेको के इन्जोय भन्दा नि यसो टाइम स्पेन्ड गरेको भिडियोहरु हैन त्यही हो हेर्दिनु होला है। अब बाइकमा भिडियो गरौँ भने अब गोप्रो छैन अब मोबाइलबाट साउन्ड आउँछ लास्टमा गिरी साउन्ड आउँछ त्यो भएर है गाइज त्यतै गरेर भेटौँला त्यतै गरेर भिडियो देखाउने छु ल। A few moments later हामी बेकार मोजा लाएर आइछ यार गाह्रो छ गाइजहरु यस्तो घाममा ए टन्टने घाममा कालो कपडा लाएर कस्तो दामी यार यो त यार के हो यो ढुङ्गा दामी शीतल छ त यार ओक्क ओ यही छोडिदिने हो खोला छ र ए बाइक चाहिँ यहाँ छैन के हो ल छोडिदिने जाऊ अब के गर्ने हो कहाँ पानी छैन लास्टै धेरै मान्छे छ अब कता जानु त त्यो उतैतिर ठिक थियो क्या त्यो घर छ त उ त्यहाँ त्योभन्दा उतापट्टि छ के बस्ने ठाउँहरू त्यस्तै उयो थियो के पानीमा चुप्लिने ठाउँ म त तिमी यता छ भनेर केही पनि नभनेको त राइडरले यतातिर घुसाएपछि अब हामी पछाडि बस्नुको के अर्थ ओके यो चाहिँ सिनेमेटिक यहाँ चाहिँ यस्तो मिठो हावा आइरहेछ कति घरमा बस्नु भन्दा नि कति चाहिँ डुल्छस् भन्ने मान्छे पनि छ मजा लाग्यो यहाँ आइपुग्यो बाइक राइडरहरू यतै छ ल म बिस्तारै आउँदै गर्छु बिस्तारै आऊ है बिस्तारै कति राम्रो फुल हो यो फुललाई कति होला कति पर्छ होला। आजको भ्लग चाहिँ हाम्रो मिनी भ्लग भन्दा पनि अब एउटा कति घरमा बस्नु होइन घरमा यस्तो गर्मी छ कि यस्तो तातो हावा छ रुममा तातो बाफ्लियो छ त्यही भएर यसो यस्तो पहाडतिर यसो आएको यस्तो होइन यहाँबाट अब यो डाँडा उतापट्टि खै मकनपुर हो कि के भन्छ अब त्यो त थाहा हुनेहरूले जानुन् अब त थाहा छैन त्यो पनि यसो हावा खान आएको शीतलै छ यता चाहिँ यस्तो ज्याकेट लाएर हिँड्दा पनि गरौँ भएन यता अलिकति घामले पोल्छ भनेर लाग्यो हो होइन नत्र त किन लाउँथ्यो र घाम फेरि मिठो हानेछु सिधै हो क्या दायाँ बायाँ नि छैन सिधै मलाई नै त्यसै कालो भएको यस्तै घाम छ यहाँ तराईमै घामले सिधै हेरेछ छैन क्या यहाँ अलिकति ल है हुन्छ नि गाह्रो छ त्यो गाइस झोलामा चाहिँ अलिकति खाजाहरू छ अहिले यसो डुब्की हान्यो भने नुहाउँदै बस्ने हो तपाईँहरूलाई देखाउने छु के भनेछ के भयो त हामी दुईजनालाई त अटिहाल्छ नि यार त्यो भन्दा उता नि छ क्या अघि ए म फेरि हातै गरेको आइछु यस्तो छ ठाउँ गैटार भ्यालियन यो डाँडा उता हिँडेर जाने चाहिँ होइन टक्क झर्ना छ अरे कि झर्ना मिठो छ अरे झर्ना चाहिँ गएको छैन अब चाहिँ सिङ्गल झर्ना मात्रै गएको छ अरे केटाहरू गर्छ अरे छ भन्थ्यो के अरे अहिले गएको छैन त्यो अरे हिँड्न झ्याउ अहिले भान्जा खुट्टा नि मिलेन त्योहरू नगएको नत्र म हिँड्न त पुरै लुङ्खुर हिँडिहाल्छु टक्क राइडरले सक्दैन नि फेरि यो जस्तोमा नि हिँड्छ यस्तै उइलाले त काट त नहर्बु
उहिले ल्याउ त मलाई भनिले अघि ल्याउने बेला त लास्टै गाह्रो भएर ल्याएको थियो त यार लथ्यो त म फेरि अघि यार ट्याप्ल्याकै भएर यस्तै छ उता स्विमिङ पुल रहेछ कि त्यहाँ नुहाउन पाइहाल्छ पाउँदैन र राम्रो छ त छैन र कि माछा मारे हो त्यहाँ उयो शीतलमा हाल्यो नि भाइ त्यतै घरतिर अनि टक्क लाएर हान्छ यसो राइडरले बाइकलाई कहाँ हुनु यस्तो कहाँ सक्नु अनि त्यसै राइडर भने हो त मैले यस्तो छ कि सिन हेर्नु सिन टक्क त्यो सिनमा चाहिँ म छु है फेरि के भने धोएर उता तल तल नि छ के उता तल तल नि म कताबाट आएको यार के म त बाइकमा आएको है अब म उक्लेर जानुपर्ने भयो बाइकमा के उता हेर नि तल तल मान्छेहरूको बसिरह म त्यता हेरेर आउँछु त्यहाँ यसो हेरेर आउँछु यसो कुन ठाउँ अलिक बेस्ट छ होइन टक्क लाएर A few moments later. Inches later. यो पानी हो रहा है यसले पानी हो रहा है यो पुरै फिलिपिन हो नि त हामी त यो हामी चाहिँ यहाँ पौडी खेल्न आएको है पानी पनि घोडा घोडा पनि छैन के गर्ने हो यो